ल हाम्रो भ्लग सुरु अब यस अब हेलो यो बाटोमा हिँड्नलाई अलि समस्या हुँदैछ हौ आम्मामा परेली सुरु भयो पछाडि परेलीमा दिदी भेनालाई सोध्नु पर्यो दिदी कस्तो छ आज तपाईँलाई राम्रै छ भन्नाले घुम्न जाँदै हुनुहुन्छ डेनमार्कमा एक्साइटमेन्ट कतिको छ हौ अब ठिकै छ हिँड्न सकिरह अब त जहाजमा जाने होला के अरे 12 घन्टा 13 घन्टा कति घन्टा कति घन्टा हो थाहा छैन ए 17-18 घन्टा रे जहाजमा पानी जहाजमा जान पुग्छ हाल्दै मात्रै लाग्छ है जम गाडी आइरहेछ भने जम त्यो ड्राइभरले दाइले झुकाइदियो नि त हाम्रो दिदीलाई भनेपछि रमाइलो भइरहेछ आज भने घाम लागिरहेछ जम भेरु यहाँ सानो नानी भेरु यता भेरु कस्तो लागिरहेछ तिमीलाई हाउ यु फिलिङ You feeling good? Yes. Are you excited? Yes. Why are you excited? Because after when we are Denmark and sleeping and then wake up in the morning in Denmark, Yes. we will go to we will not eating for in the where we sleep. We are going to buffet and eat food. What are you gonna eat? In the buffet. Do. I don't know. The buffet is very fancy. Ah. I love fancy. Okay then. पछाडि गरे म बोक्दिनँ नि त दाइ दाइले यहाँ फेरि सुटकेस ल्याएर भएको छ एकदमै ठुलो 4जना है तर 2जना थियो त सुटकेस त एउटा मात्र होइन ल तपाईँले भिडियो माग गर्नुभयो भने भिडियो आएर अब हामी जाँदैछौँ कता डेनमार्कमा Who do you have? चस्मा लाग्नु भएको छ दाइले दामी हाम्रो यहाँ नर्वेजियन पोलिटीहरूको चाहिँ चिल पारामा उ होइन जति दबायो तेरो म छ है यहाँको पोलिटीहरूलाई केही काम छैन घोडामा हिँड्यो डुल्यो यता पनि बनाएन यता पनि बनाएन के भन्दै कहाँ जाउँ भन्छ अब चाहिँ बल्छ अब त्यहाँ रेड बल्छ होइन ऊ माथि रेड बल्यो अब हाम्रो पनि बल्छ एन्ड ल हिँड्यौँ हामी हिँड्यौँ सातै भइदियो अन्त डिएफटिएस
सबैजना मौनतामा डुलिरहेछन् सबजना काम के भनेर थकिरहेको होला होइन मैले त्यति लागिरहेको छु म हामीहरू चाहिँ पढाइले गर्दाखेरि टेन्सन भइरहेको के हो अरे भेरु मैले यत्रो पुगेको छु चौचौ अनि चिप्स ल है सबैजना ल भेरु मुनवाक गरिदियो त एउटा मुनवाक स्टोरी मुनवाक यसको एटिट्युड नै एटिट्युड ल अब सिपमा अब बाँकी बाई बाई ल हामी चाहिँ सब सामानहरू राखेर प्याक गरेर आयौँ हामी माथि डाँडामा डाँडा भनेको यही जहाजको डाँडा ओस्लो सिटी चाहिँ यस्तो छ बबाल छ बबाल ओस्लो सिटी यो चाहिँ ओपेरा हाउस यहाँ चाहिँ हामी दुईजना आउनुपर्छ हामी आज खतरा आइरहेछ खतरा तातो पनि छ That's what I'm saying. Is there ain't no better reason to wake yourself better these just the way the season? It's what the names to do. I just wanna say thank you, 'cause I त्यहाँ गएर उतापट्टि मात्रै पनि दुईजनाको मात्रै गर्छ Now we are going up to number 3 wake up to Copenhagen triple hotel welcome to Copenhagen of Norway Denmark sorry enjoy the view enjoy the city दिदी भएन शान्त भएर भन्नुभएको छ है ठिक छ है ठिक छ ठिक छ ल अनि दाइ ठिक छ नि तपाईँहरू दुईजना अगाडि रामदाइ ठिक छ नि एकदम रामदाइले त गाउँ आज होटेल 2-4 चोटि आइसक्यो है गीत गाउनु न अघिको गीत गाउनु न फाङ्दुरी मकै गीत गाउनु भनेको कसरी बनायो भने यो रुखहरू
हाँ? पोलिटी यहाँको चाहिँ पोलिटी बाइकमा चढ्नु घोडा आयो राजा आयो यहाँ पो रहेछ नेपालको राजा त राजा आयो राजा यहाँ रहेछ अनि कहाँ आउँछ त नेपालमा नेपालको राजा यता घुम्दैछन् नेपालको राजा crazy tigers attitude दिइरहने Little Mermaid. This little kid is very excited for the यो पुलमा फोटो खिच्छ वरिपरि नै हो अब next stay ल लिटल मर्मेड अब तर मर्मेड एउटा पनि छैन हुन सक्छ एउटा वाइ बिकज इट डजन्ट एक्जिस्ट टक्क लगाएर घुम्नु आइया छ अरू कुरा भने मतलब छैन लु जाँदा कता कता एक रातमा एक दिनमै कता कता पुग्यो It was like this red flower. Oh yes. Really? Yeah. Is it red flower or yellow flower? Yeah, but in the book, in my book, Yes. in my princess book, it had like this flowers, but only red. भेरीको कहिले गर्न सकिँदैन यार Look at Twincraft. ल लिटल मर्मेड यहाँ रहेछ घाँटी छ है खोला है माथिसम्म आउने रहेछ क्या बगर होइन यो हाम्रो चाहिँ बागर भन्छ यहाँ के भन्छ के गनाको यो दिदी फोहोर त हाम्रो जस्तो फोहोर त गर्न पनि हाम्रो ए तपाईँले त्यो ढुङ्गा भत्काउनु होला हौ अनिलाई एक्साइटेड भएर यहाँ मर्मिट छेउमै गइरहेको यो बाउ कहाँ
माछाले मान्छे भने नाम मात्रै यसको हिस्ट्री कहाँ लेखे हुनुपर्ने हो लेखेको क्या त्यो त त्यो पहिला के अरे फेरी टेल लेखेको थियो अरे नि त यहाँ कोपनहेगनको एउटा राइटरले अथरले त्यो लेखे पछि चाहिँ यो मूर्ति राख्दै अरे कि यो ठाउँको बारेमा यो के अरे मर्मिटको बारे के त्यही भएर यही एरियाको बारेमा लानु त होइन सायद त्यो फेरी टेलको यो ठाउँलाई गरेर लेखा होला ठुलो बाजे खोजे दुईजना झुकिनु भइहाल्को रहेछ नि त म त अर्को छ त होइन भने नदेखेको नेपाल जाँदा दिदीले एक्लै पठाउने हो क्या भेडा यता राखेर कहाँ गयो त दाइ भन्दै खोज्दै हुनुहुन्थ्यो खोइ त हाम्रो अर्को दाइहरू हिँड्ने बाटोहरू पुरै भयो नि ओपन रहेछ त यो एरिया चाहिँ अलि राम्रो रहेछ हौ यहाँ एउटै फुल्टो हुनु ल जग्गा त अहिले फर्किनु त्यही हो बस्छ बन्द त्यही हो होइन हेलिकप्टरमा जान चाहिँ फ्री हो कि पछि तिर्नु पर्ने हेलिकप्टर कहाँ हेलिकप्टर खै प्लेनमै जानु कि नर्वेमा यस्तो भइसकेको छैन क्या दाइ यस्तो भइसकेको छैन क्या नर्वेमा खर्च भर्खर एउटा पात आइरहेको छ है यस्तो हरियो त छैन नि त यो हरियो छैन क्या यतिको त मेमो यहाँ यस्तो लाग्यो यहाँ हिउँ अलि थोरै पर्ला जस्तो लाग्यो उता भन्दा के बाबरी बाबरी त होइन नि हेरेको बाबरी हेर्ने थियो अनिलाई पो म मर्मिट जस्तो देखेको थिएँ हेर्नु त दाइ लिटल मर्मिट यहाँ पो रहेछ त हो र के भन्छ यसलाई रुखमा के कामिलाङ्गसी भन्छ कि न्याङ्लो तर पाउँछ नि ठुल्ठुलो बोर्डमा रुखमा ए यो त चुत्रुक हेर्नु त त्यो चुत्रो हो र यो त्यो रातो चुत्रुक खान मिल्छ हामी त खानु मिल्दैन खानु मिल्छ तर नखाऊ भेरू रातो चुत्रुक होइन अरे यो रातो चुत्रुक हो कि भनेको गइरहेको छु ल आमा फुलबारीमा फुल रमाउँदैछ भमराहरू त छैन अहिले चाहिँ एउटा मात्र छ यहाँ यो कति राम्रो फुल छ कता जाने ला एक राउन्ड हाल्ने क्या दाइहरूसँग जाउँ न हौ कता भयो यार कता भएको त डेटिङ आयो क्या दुईजना डेटिङ हराएर उता प्लेनमा जानु तपाईँ दुईजना प्लेनमा जानु दुईजना डेटिङ तपाईँहरूले लिनुलाई कस्तो हरियो हो यो त आमा एक प्लट एक निन्द्रा पुऱ्याउनु पर्छ जस्तो यहाँ त हेर्नु त सबजना रमाएको आमा के को फुल यो खोइ गेस गर्नु त अनुमान लाउनु त के हो यो हाम्रो नेपालमा
रुखको हेर्नु न त्यहाँ आज यो त के भन्छ खेतको जरा पो माथि टुप्पामा छ हेर्नु न जरा होइन त यो काटेको होला कि काटेर हाल्न आएको जस्तो लाग्यो क्या त्यही त डिजाइन के डिजाइन कस्तो मजाले उयो भर्याङमा फोटो खिचिदिनु आउनु न जाऊ 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 उयो भर्याङमा त दिदी यहाँ आउनु न तपाईँ यहाँ आउनु म दिदी ल यहाँ फोटोसुट हुँदैछ सबैको भेरुले खेल्ने ठाउँ पाएछ भिडियोको त भिफ गरिदिनु पर्छ नि प्रति मिनेट 10 करोड न फोटोसुट है फोटोसुट हाम्रो नभा दुला र दुलहीको ल म म्युजिक दिन्छु ला 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 हे 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 ट्याडा ट्याडा सही 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 ओहो नभए जोडी भाइरल अब अब फेरि आयो हाम्रो मालो भेरु चाहिँ हो पर खेलिरहेको छ गाडी कहाँ छ खोइ भेरु ए भेरु भेरु भेरोनिका हात हल्लाइदेऊ हात हल्लाइदेऊ फोटो हो ल ल छिटो मलाई त्यही त सुविधा म त उकाल्नु भेरुले आइसक्रिम खाँदै कार पे गर्न हाल्यो पुष्पा पुष्पा कारले पे गर्न होइन एप्पल पे हो एप्पल पे होइन मेरो यो डिएमडीको कार्ड भेरु सिक्स मिनट रोक्छ होला नि त माथि गरे बस्छु हाई हाई we are 10 people 10 tickets 10 tickets? Yeah. Okay. You have Oh yeah, we should take. pick for all of them. All of them. Thank you. तर 10 people त भन्यो दाइ त कथा हुन्छ गर्दैन हौ टिकट अगाडि काटिसक्यो होला भन्दा ल चढ्नु त चढ्नु दिदी आज लिटल मर्मेड देख्नु भएको छ यहाँ मर्मेड बनाइदिनु मर्मेड बनाइदियो दिदीले लास्टमा मर्मेडको त स्क्यामै लायो स्क्याम नि मर्मेड स्क्याम अगाडि को जानुहुन्छ जानु है हामी सुरुकै बुढी छुट्यो क्या हो यहाँ रहेछ हेर्नु न के यहाँ पनि दाइको बुढी हुन्थ्यो रे ल घाम तापेर बसौँ है अब भनेको पेपर याद छैन नक्सा 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 चलायो कि मलाई ल सबैजना यता हेरौँ त हाम्रो टोलीहरू भिडियो रामदालाई ल्याउनु अब याम दाइ आउनु न सुरु गरेछ लिटल मर्मेड यता हुनुहुन्छ है हाम्रो ल गुड गुड ल बाई
ल छोरी and go and go and go पानी बोका छ मलाई यसरी अनि हिना छ डेनमार्क कोपेनहागनबाट नर्वे फर्क्यौँ हामी कोपेनहागन सिटी यो ओपेरै हो रे नामै ओपेरा नामै ओपेरा हो र त्यो उसमा छ त सिटी साइडमा त्यहाँ सबै देखाएको छैन ठ्याक्कै हेर न त्यो मुन्सको छेउछाउ हुन्छ नि त्यस्तै त्यसमा सिस्टम सबै एउटै छ क्या डिजाइनहरू हुन त पहिला यिनीहरूको के भन्छ युनिभर्सिटी डेनमार्कमै थियो अरे पहिला पढेका आर्किटेक्टहरू सबै यहाँ पढे नि हुनसक्छ अनि यो यस्तो यिनीहरूको सिपको जुन छ नि कन्टेनरहरू इम्पोर्ट एक्सपोर्ट यहाँ रहेछ त नर्वेको चाहिँ ठ्याक्क नजिक छैन नि त अर्कोपट्टि छैन सिटीभन्दा बाहिर राखेको छ क्या नर्वेको जम्मै हेर्नु जाँचबाट आएको छ यो चाहिँ Tell me something good. Are you happy in this modern world? Or do you need more? Is this something else you're searching for? I'm falling. In all the good times I find myself longing for change. And in the
bad times I feel myself. Tell me something, boy. Aren't you tired trying to fill that void? Or do you need more? Your heart keeping it so hardcore. I'm falling. In all the good times I found myself longing for change.